Hello and namaste everyone. Once again welcome back to my YouTube channel. It's me Chimsi Lama. That means Sunita Lama. अनि आज पनि म फेरि पनि एउटा रियाक्सन भिडियो लिएर आएको छु जसमा चाहिँ मैले दुई जना पाउन बोलाएको छु मेरो च्यानलमा. So come on guys. Hello. मैले मेरो एकदम ब्युटिफुल मेरो मम्मी अनि मेरो छ्यामा लिएर आइसकेको छु मेरो युट्युब च्यानलमा. अब चाहिँ भने हामी रियाक्सन भिडियो गर्न गइरहेका छौं जुन चाहिँ रहेको छ हाम्रो उनको स्वेटर मुभीको ट्रेलर आइसकेको छ. सो मैले चाहिँ उहाँहरूलाई किनकि उहाँहरूलाई लिएर आउनुको कारण चाहिँ उहाँहरू नेपाली मुभीको एकदमै लभर्सहरू हो नि त. सो एकदमै मन पराउनुहुन्छ, म पनि मन पराउँछु मेरो नेपाली मुभीहरूलाई. अनि त्यसपछि यो मुभी चाहिँ मलाई नि हेरौँ जस्तो लागिरहेको थियो कि, तर ट्रेलर चाहिँ कस्तो छ त्यसमा पनि भर पर्छ. अनि सो अब म चाहिँ पहिला सुरु चाहिँ अब नाम सोध्न गइरहेको छु मेरो छ्यामाको. भन्नुहोस् न. मेरो नाम चाहिँ सुशीला घिसी अनि माई मम्मी माया तामाङ. यस. अब चाहिँ हाम्रो दुईटा ब्युटिफुल लेडिजहरुसँग म एउटा रियाक्सन गर्न गइरहेको छ. सो लेट्स गो. उनको स्वेटर है मम्मी. हैन भाइ, यो बुकी फुल नानीले कानमा सिरिदिया भए कस्तो राम्रो देख्थ्यो होला. यो अन्तिम रिल हो, आउन पनि सक्छ नआउन पनि सक्छ है. ट्रेलर सुरु भयो हैन. यो हैन नि ये हो लेकालेको आलु त कति लोउँदो रहेछ त. हाम्रो आलुमा त जति गरे नि यत्रो फल्दैन त. आलु रे आँखा रहेछ हौ, आलु मात्रै ठुलो देख्ने. पिरो टिमुरो डल्ले खुर्सानीको त कुरै छैन त. टिमुर र डल्ले खुर्सानीको त कुरै छैन. भन्दा पिरो टिमुर भन्दा टिमुर्गेको त हाम्रो सोल्टिनीहरु नै हुनुहुँदो रहेछ. कागले कागै देख्छ, बकुलाले बकुला. अब तपाईहरुले के देख्नु भयो त्यो भनिराख्नु नपर्ला है. हिरो मम्मी हिरो मेरो त को थियो विपिन कार्की. अहिले विपिन कार्की आको. ल हेर मेरो पुत्ने छोरा निदबा भन्दा नि लाठे भइसकेछ नि त. मिल्दा भन्दा लासे भइसक्यो. आलको सोल्टी लेक चढेछ. लेकको हावाले त उडाउँछ है सोल्टी. अगाडि लाग्यो भने भन है. यो त कुन हिरो होइन भने पशुपतिको. म यहाँ जस्तो पशुपतिको यो हिरो हैन के के मैले अघि हेरेको. पुष्पा पशुपतिको हिरो यही हो के अफिसियल ट्रेलर चाहिँ मुभी ट्रेलर हैन. यो के भन्छ अरे यो पशुपतिको. तपाईले क्या चिन्नु भयो र हाम्रो मम्मीले ताली. छ त त्यो वाला. अनि यहाँ चाहिँ के वाला लभ हो यो गुरुङ र समथिङ अरूकै कास्ट उसको लभ जस्तो छ है. हेर्नु है मलाई नि हाम्रोमा चाहिँ यस्तै खालको बिगौती पाइन्छ है दाजु. हाम्रो काफ्लेहरुको पनि बिगौतीको छुट्टै कथा छ नि. त्यही बिगौतीको न्युमा बासी काफ्ले र साजी काफ्ले भएको. तिमी चाहिँ कुन काफ्ले? ए काफ्ले रहेछ. खानु कि नखानु मागेर लानु नसक्नेसँग जानु कि नजानु धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु गीत पनि त्यस्तै काट्ने. धन सुक्यो रातले फकाउँछ काफले. ए केटा चाहिँ काफ्ले जात रहेछ है मम्मी. एउटा केटीले गाएको. लगाइदिन्छु भनेको स्वेटर ल्याइदिन्छ. बुनेरै सकिनौ. अनि भइगयो नि त. कति न कहिले नै भेट्न हुने जस्तो. सहर जानला जस्तो भयो. हाम्रो फुलमा एकजनाले गर्दा सबैलाई बिगल होला. त पनि त्यो गुरिसिनसँग हेर्छस् नि पुरा के हो मान मर्यादा त एकदम काफ्ले जाति र काफ्लेहरू गुन्नु. गाडेको सपनामा देखाएको काफ्लेले काफ्ले भनेको बाहुन हो नि. ह काफ्ले भनेको त कहाँ मगर हुन्छ बाहुन हो. काफ्ले बाहुन होइन. अनि त्यो गुरुङ र अब त्यो काफ्ले कुलमा नचल्ने रहेछ के नचल्ने, अँ. त्यस्तो टाइपको बनाउनु बाहुन लाग्छ. र गुरुङहरु कहाँ चल्छ. चल्छ त अनि लस्तो छ भने ल के भयो घर जलाउने. गुरुङको त घर चलाइ के हो. पुरा मुभी सेवारो आतङ्कवासी सेवारोले हजुरहरूको बगैँचामा ए मगरहरू सेवा. रहेको फुल अन्जानी अन्जानीमै हाम्रो बगैँचातिर सरेछ. एक रङ्गी थियो बहुरङ्गी भएछ. त्यो डान्सर पनि रहेछ अनेक कोरियोग्राफर. सुन्दर भएछ. ल हामीले स्वीकार गरेन भने कहाँ पो जान्छ यिनीहरू. ल कुखुरासम्म हामी
त यही खबर लिएर पो आयौँ सेवारो 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 आहा यो गीत कति राम्रो छ एकदम खतरा छ केले हेरेर गर्दैछ दुर्बिन हिरोइनी त बाहिरको होइन त नेपाली हो नि त उ त बाहिर चाहिँ बस्छ वैशाख 26 गते चल्दैछ तपाईँहरू पनि आउनु होला र हैन हेर्नु होला गरिदिनु होला ल ओके हाम्रो ट्रेलर हेरिसके ट्रेलर हेरेर चाहिँ तपाईहरुलाई कस्तो लाग्यो पहिला मम्मीबाट बुझ्ने कि छ्यामाबाट बुझौँ ल कस्तो लाग्यो तपाईलाई यो तपाईलाई हेरौँ कतिको उत्साह मलाई चाहिँ एकदम राम्रो लाग्यो अब हुन्छ नि अब काफले र एउटा हिरोइनहरु चाहिँ गुरुङ मगरहरु हुँदो रहेछ गुरुङ ए मगर हो मगर हुँदो रहेछ अनि त्यही हो जे गरे पनि अब कास्टको बारेमा अनि फेरि उनीहरुकै धेरै माया हुन्छ हैन अनि तपाईहरु पनि हुन्छ नि त मान्छेहरुको सबैजनाको अब हुन त है सबैको इन्टरकास्ट मात्र बिहे भइरा हुन्छ यो मुभी पनि त्यसकै लागि बनाएको रहेछ अनि जानु होला इन्टरकास्ट बिहे भइराखा रे का भाइ इन्टरकास्ट बिहे हुन्छ त अनि अहिले चाहिँ भइराखा अब जे भए पनि जातको विवादको लागि विवाद हुन्छ के धेरै जस्तो अनि जातको लागि चाहिँ अब यो मेन रिप्रेजेन्ट गरेको रहेछ कुलमा चल्दैन यस्तो भन्छ नि त मम्मी हैन अनि त्यो पुरानो अब उतातिर गाउँहरुमा अहिले पनि छ नि त त्यस्तोहरु अझै पनि छ काठमाडौँमा पनि छ तर त्यसको लागि चाहिँ बनाएको रहेछ के एउटा हैन काफले र जातको लागि बनाएको रहेछ अनि त्यो कस्तो दामी के टिपिकल छ के सबै हेरे मम्मी तपाईलाई कस्तो लागेछ हेर्न मन लाग्छ छैन यो मुभी हेर्न मन लाग्छ राम्रो है हाम्रो मम्मीलाई चाहिँ एकदमै हेर्न मन लाग्छ रे यो अब वैशाख 26 गते चल्न गइरहेको छ है यो मुभी चाहिँ अब मेरो मम्मीले हेर्नुहुन्छ छ्यामाले नि हेर्नुहुन्छ म नि हेर्छु साथसाथै लगेर त फेरि फ्यामिली नै हुन्छ नि त फ्यामिली 25 जना टिकट यति लाम यो मुभी चाहिँ मलाई किन मेन हेर्न मन लाग्यो मलाई यसको गीतहरु कति राम्रो लागिरहेको थियो कि एकदम भाइरल भइरहेछ नि त गीत यस्तो मन छुने गीतले गरेर अनि ट्रेलर पनि राम्रो रहेछ झन् मुभी त वाह होला हैन भन्ने समथिङ के हो कति राम्रो छ अनि त्यही हो मुभी सबै राम्रो लाग्यो मलाई त है विषयवस्तु गाउँको त्यो हुन्छ नि सबै त्यो देखाएको त्यस्तोहरु काडा काडा त्यो लपर्नीहरु के त आलु खानी त्योहरु त्यस्तो पछि गएर चाहिँ हिरोले आफ्नै के रे जस्तै हिरोइनीकै के हुन्छ नि त त्यो जातपट्टि गएर अनि माग्दो रहेछ कि मजाले माग्छ एकदम राम्रो सेवारो गरेर सेवारो गर त्यो चाहिँ अब उहाँहरुकोमा हुन्छ हाम्रोमा चाहिँ त्यस्तो हुँदैन के भन्छ त्यसलाई चाहिँ थाहा छैन हाम्रोमा चाहिँ पोङ राखेर लासो गर्छ उनीहरुको चाहिँ के भन्छ सेवारो गरेर जस्तै पोङ जस्तै लाग्दो रहेछ उनीहरुको पनि समथिङ कुखुरा पनि मगरहरुको एउटै हो तामा कुखुराहरु त्यस्तो राख्दो रहेछ हाम्रो चाहिँ सगुन भन्छ त्यसलाई पोङ र सगुन भन्छ उनीहरुको चाहिँ के भन्छ अब त्यो थाहा भएन तर मुभीमा चाहिँ एकदम राम्रो मज्जाले देखाएको छ के है लाइक कस्तो अब अलिकति केही छ होला के त्यहाँनिर है अब कसै हेरौँ जस्तो मन लाग्ने ट्रेलर चाहिँ बनाउनु भएको रहेछ सो त्यही नै हो अब हाम्रो रियाक्सन चाहिँ यति नै थियो एकदमै राम्रो लाग्यो ट्रेलर एकदम राम्रो छ अनि माया गरिदिनु होला हजुर सबैजना पनि गएर हेरिदिनु हाम्रो नेपाली इन्डस्ट्रीलाई चाहिँ माया गर्नुपर्छ नेपालको मुभी एकदम मन पराउने हिरोइनीको मिरुना मगर ज्यूको हैन उहाँको फिल्म म जहिले हेर्छु आज पनि हेर्छु हेर्दै जानेछु अनि धेरै धेरै प्रगति गर्दै जानु होला मिरुना मगरज्यू अनि हाम्रो विपिन कार्की सबैजना जे होस् ओभरअल राम्रो छ नि नयाँ हिरोइन क्या राम्रो छ नि ल यति भन्दै अब म चाहिँ ऱ्याप अप गर्न गइरहेको छु धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा लाइक कमेन्ट अनि शेयर गरिदिनु होला सब्स्क्राइब पनि गरिदिनु होला अनि त्यही नै हो थ्यांक यू पहिलाको मैले रियाक्सन गरेको भिडियोहरु राम्रो भ्युजहरु गइराछ नि त सो आई एम सो थ्याङ्कफुल एभ्रीवन ओके बाइ बाइ कीप वाचिङ सेवारो 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 नमस्ते लासो नमस्ते सेवारो बाइ बाइ